नमस्ते एभ्रिवान। अलिकति भयो भने तपाईको जीवनमा थप सकारात्मक सन्देश दिनको लागि यस भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। यस भिडियोमा म तपाईलाई बताउने छु कि मान्छेले तपाईको बारेमा नाना थरी भनिरहेका छन् भने तपाईले कसरी रिस्पोन्ड गर्नुपर्छन्, तपाईले कसरी ह्यान्डल गर्नुपर्छन्। जुन कि एउटा समुद्रमा एउटा बालक समुद्रको किनारमा आफ्नो चप्पल राखेका हुन्छन् र समुद्रको लहर आएर त्यो बालकको चप्पल बगाएर लग्छन्। त्यसपछि त्यो उक्त बालक समुद्रदेखि रिसाएर समुद्रको किनारमा समुद्र चोर हो भनेर लेख्छन्। अर्कोतिर एउटा बुढो मान्छे त्यस समुद्रको किनारमा हिँडिरहेका हुन्छन्। बाटोमा उसले एउटा मोती भेटाउँछन्। त्यसपछि त्यस किनारमा नि उक्त बुढो मान्छेले समुद्र दयावान हो भनेर लेख्छन्। अर्कोतिर एउटा युवकको लास समुद्रको कारणले गर्दा मृत्यु भएर समुद्रको किनारमा आइरहेका हुन्छन् र त्यसको आमाले त्यस समुद्रको किनारमा लेख्छन् समुद्र भनेको हतियारा हो। र अर्कोतिर एउटा व्यक्ति त्यस समुद्रमै धेरै माछाहरू मारेर सन्तुष्ट अथवा खुसी हुँदै त्यस समुद्रको किनारमा लेख्छन् समुद्र मेरो पालन पोषण स्रोत हो। त्यसैले अब समुद्रले के गर्छ भन्दाखेरि एउटा लामो लहर ल्याएर सबै कुराहरू मेटाइदिन्छन्। त्यसपछि समुद्रले मेटाइदिएपछि सबैको गुनासो सकिन्छन्। समुद्रले त्यही गर्यो जुन एक्चुअलमा समुद्रलाई गर्नु पर्थ्यो र समुद्रले कसैको कुरा सुनेनन्। समुद्रले बस आफ्नो काममा ध्यान दिइरहेको र अरूले के भन्छ भनेर तपाईँ कहिले पनि नबस्नुहोस्, किनभने तपाईँ जे गर्नुहुन्छ त्यसबाट तपाईँलाई खुसी मिल्छ र तपाईँ आफ्नो लागि बाँच्नुहुन्छ भन्ने म आशा व्यक्त गर्न चाहन्छु।